हेलो, माई नेम इज सफल भट्टराई अनि आज चाहिँ म हजुरहरूलाई कोड गिटहबमा कसरी पोस्ट गर्ने भनेर सिकाउन गइरहेको छु। हामी चाहिँ सुरुमा एउटा फोल्डर बनाऊँ। यहाँ फोल्डर बनाऊँ, एउटा फोल्डर बनाऊँ। माई फर्स्ट वेबसाइट भनेर यहाँ राखौँ। यसलाई कोडमा भिएस कोडमा खोलौँ। यसलाई भिएस कोडमा खोल्न कोड यो गरौँ। यो भिएस कोडमा खोल्यो। अब पहिला सुरुमा हामी गिटहबमा जाऊँ। गिटहबमा गएर एउटा गिटहबको अकाउन्ट बनाऊँ, रेपो बनाऊँ। यो चाहिँ मेरो गिटहब हो। ल म यहाँ जान्छु, न्यूमा जाने, यहाँ एउटा रिपोजिटरी नेम बनाउने। माई फर्स्ट वेबसाइट भनेर बनाउने अनि यहाँ डिस्क्रिप्सनमा लेख्ने फर्स्ट वेबसाइट लेख्ने। अब यसलाई पब्लिक राख्ने कि प्राइभेट राख्ने त्यो आफ्नो मर्जी हो। पब्लिक गर्नुभयो भने हुन्छ, प्राइभेट गरे पनि हुन्छ। पब्लिक भने चाहिँ सबैले देखाउन मिल्यो, प्राइभेटमा चाहिँ आफूले मात्रै हेर्न मिल्छ। क्रिएट रिपोजिटरी गर्ने यहाँबाट। अनि त्यसपछि यो अब हाम्रो रेपो बनिसक्यो गिटहबमा। अब फेरि हामी यता आऊँ, कोडमा आऊँ। ल म अब यहाँ एउटा फाइल बनाउँछु, index.html भनेर। ल अब यसलाई काट्दिउँ। अब म यहाँ एउटा कोड ल्याएर यहाँ सुरुमा एउटा ल्याउँछु। म यसलाई HTML को एउटा कोड पोस्ट गरिदिन्छु। यहाँ भिएस कोडमा हाल्छु। अब जस्तै यहाँ अब यसलाई मैले गोलाइ गऱ्यो भने मेरो यो एउटा कोड हो। यो हिरो सेक्सनको यो एउटा कोड हो मेरो। ल जस्तै म अब यसलाई गिटहबमा हाल्नु पऱ्यो भने यता जान्छु, यहाँ टर्मिनल खोल्छु। टर्मिनल खोल्यो। अब यहाँ म सुरुमा गिट इनिट लेख्छु, गिट इनिट। अब गिट एड डट लेख्छु, एड भयो। गिट कमिट, अब के कमिट गर्ने हो, आफूले यो के पोस्ट गरे हो त्यही गर्ने। अब म चाहिँ यहाँ index.html लेखिदिन्छु। अनि त्यसपछि यो भयो। अब यसलाई फेरि यहाँ गिटहबमा जाने, आफ्नो गिटहबमा। अनि यहाँ अब यहाँ हेर्ने गिट रिमोट एट ओरिजिन लेखेर यो पोस्ट गरिदिनुपर्छ। यो ल्याएर कपी पेस्ट गरिदिउँ है। कन्ट्रोल सी यहाँ ल्याएर यो पोस्ट गरिदिउँ। गिट रिमोट एट ओरिजिन भइसक्यो। अब गिट पोस्ट ओरिजिन मेरो मास्टरमा छ। हजुरहरूको डिफल्ट कुन छ त्यसमा पोस्ट गर्नु होला। मेरो चाहिँ मास्टरमा भएको कारणले म मास्टरमा पोस्ट गर्छु। जस्तै गिट पोस्ट ओरिजिन मास्टर मैले यो गरेँ। अब मेरो यो चाहिँ पोस्ट भइसक्यो गिटहबमा। यहाँ रिफ्रेस गरेर देखाउँछु। यो चाहिँ मेरो गिटहबमा पोस्ट भइसक्यो। index.html भन्ने चाहिँ यहाँ कोड पनि देखाइसक्यो। यो मैले पोस्ट गरेँ यही नै हो। अब जस्तै अब म यहाँ अर्को कोड एड गर्छु एउटा। अब यहाँ म फेरि अर्को फाइल बनाउँछु एउटा, style.css भनेर, style.css। जस्तै अब म एउटा यहाँ पनि ल्याएर एउटा कोड पोस्ट गरिदिन्छु CSS को। जस्तै यो भयो। यहाँ कन्ट्रोल भी एस गरेँ। अब म फेरि यसलाई अब म फेरि त्यहाँ हाल्नु पऱ्यो भने अब style.css। अब जस्तै अब यहाँ फेरि म गिट एड डट गर्छु। हामीले यो एड गऱ्यो नि त, सरी, गिट एड डट गर्छु।
यो भयो। अब यो अब सिधै कमिट लेख्दा हुन्छ यसमा चाहिँ, यो सुरुदेखि गरिराख्नु पर्दैन। अब यहाँ चाहिँ STYL स्टाइल डट CSS हामीले स्टाइल डट CSS पुस गऱ्यौँ। अब यसलाई इन्टर गऱ्यौँ, वान चेन्ज भनेर देखायो। अब यसलाई गिट पुस ओरिजिन मास्टर गरेर यसलाई पुस गरिदिउँ भने यो पनि हाम्रो गिटअपमा पुस भइसक्यो। अब म यहाँ जान्छु गिटअपमा, अब यसलाई रिफ्रेस गरेर देखाउँछु। स्टाइल डट CSS भनेर पनि यहाँ पुस भइसक्यो त्यसको कोड। अनि यही नै हो गिटअपको चाहिँ, यसरी नै पुस गर्ने हो। र यो मेरो पहिलो भिडियो भएको हुनाले मैले आज यति बनाएँ। म अर्को भिडियोमा चाहिँ IT स्टुडेन्टहरूले जान्नै पर्ने कुराहरू, जान्नै पर्ने वेबसाइटहरू जुन धेरै नै हेल्प गर्छ IT स्टुडेन्टहरूलाई, म त्यसको बारेमा भन्न गइरहेको छु। र आज चाहिँ यति नै। थ्याङ्क यू।